बिहेको माला मात्र होइन, हजुरले बच्चाको पास्नीको मालाबाट पनि यस्तो राम्रो फ्रेमहरू रेडी गर्न सक्नुहुन्छ। हामीलाई क्लाइन्टले पठाउनु भएको यो सबै मालाबाट हामीले मिलाएर एउटा फ्रेम रेडी गरेको छौँ। यो रहेको छ रोजको माला अनि अर्को रहेछ दुबोको माला। क्लाइन्टको डिमान्ड अनुसार हामीले यो सर्कल फ्रेममा यो मालालाई सेट गरेको छौँ, जुन चाहिँ जिगज्याग डिजाइनमा रहेको छ भने साइज चाहिँ 12 इन्च रहेको छ। यसमा चाहिँ हामीले दुबो माला पछाडि राखेको छौँ भने रोजमालाको पार्ट्सहरूलाई मजाले छेउछेउमा स्प्रेड गरेर राखेको छौँ। अनि मेन भनेको यो बिचमा रहेको यो बाबुको फोटोले अझै धेरै राम्रो देखाइएको छ। यो फ्रेममा एक्स्ट्रा कुरा भनेको चाहिँ बाबुको नाम अनि जन्मेको दिन र पास्नीको डेट राखेर यो फ्रेम कम्प्लिट गर्यौँ। यस्तै फ्रेममा हजुरले दुबो मालाको मात्र बनाउन पनि पाइयो र रोजमाला मात्र राखेर पनि रेडी गर्न सकिन्छ। सो हजुरहरूलाई पनि यस्तै मालाको फ्रेम बनाउनु छ भने हामीलाई कन्ट्याक्ट गर्नुहोला हाम्रो इन्स्टाग्राम या टिकटक पेजमा।